नमस्कार ल अहिले हामी यो पालुङटार नगरपालिकाको लिगलिकोट गढीमा उभिएका छौँ आइपुगेका छौँ। यहाँबाट सुन्दर हिमालको दृश्य देख्न सकिन्छ। यो लिगलिकोट वास्तवमा नेपाल राज्यको उद्गम स्थलको रूपमा रहेको कुरा यसको ऐतिहासिक दस्तावेजहरूबाट भेटिन्छ। यो चाहिँ दरबार शाह लमजुङका राजा दरबार शाह थिए। दरबार शाहले आफ्नो राज्य विस्तार गर्ने क्रममा यहाँबाट चाहिँ नेपाल राज्य विस्तारको अभियान सुरु गरेको भन्ने भनाइरहेको छ। यो यस्तो दृश्य छ जहाँबाट चारैतिरको दृश्यहरू कैद गर्न सकिन्छ। साह्रै सुन्दर दृश्य छ। यो अहिले हामी लिगलिकोट गढीमा छौँ। कहाँबाट ल्याउँथ्यो र यहाँ